मेरो बर्थडेमा चाहिँ बाइक गिफ्ट गरिदिए ल। म चाहिँ भोलि चाहिँ उसको बर्थडेमा चाहिँ उसलाई बाइक गिफ्ट गर्दैछु। अब हामीलाई चाहियो हाम्रो सोरुम बाइकको। बाइक किन्न चाहिँ जाँदैछौँ अब हामी। कसमा आएर हेर्नु पर्ला नि त। यति ठुलो गिफ्ट लिएर Hello, welcome back to my YouTube channel. I know I upload this video in this channel maximum 2 months later. Video हाल्नुको रिजन पनि तपाईले थम्बनेल देखेर थाहा नै पाइसक्नु भएको होला। र भोलि चाहिँ उसको चाहिँ बर्थडे छ र उसको साथसाथै हामीले पढाउने हाम्रो टिचरको पनि बर्थडे छ। त्यही बर्थडे सेलिब्रेसन गर्ने चक्करमा चाहिँ यो भिडियो आज अपलोड गर्दैछु म चाहिँ है। आज शनिबार, भोलि चाहिँ आइतबार उहाँहरू दुईजनाको चाहिँ बर्थडे छ। र कति धेरै मान्छेले भने पनि हुन्छ ख्यालख्यालमै साथी मलाई मेरो बर्थडेमा चाहिँ बाइक गिफ्ट गरिदिए ल भनेर हैन। सो म चाहिँ भोलि चाहिँ उसको बर्थडेमा चाहिँ उसलाई बाइक गिफ्ट गर्दैछु र कुन मोडलको कस्तो बाइक तपाईँ भिडियो हेर्दै जानु होला। अन्तिमसम्म सबै चिज तपाईँले यो भिडियोमा नि थाहा पाउनुहुनेछ है। एन्ड त्यसको साथसाथै हामीले क्लासमा छुट्टी हाम्रो एउटा ग्रुप छ, त्यसले चाहिँ छुट्टी सरप्राइजको प्लान अर्गनाइज गरेको छ, जो कि म यसमा तपाईँलाई बताउने छु। भोलिको प्रिपरेसनको लागि चाहिँ आजदेखि हामीले प्रिपरेसन गर्नुपर्छ र सानो गिफ्ट भोलिको लागि उसको लागि चाहिँ मैले अलग्गै गिफ्ट लगिहालेँ है। एन्ड अझै पनि अरू गिफ्ट र उसको साथसाथै हाम्रो सरले पनि एउटा सानो गिफ्ट हाम्रो ग्रुपबाट भोलिको लागि हुनेछ। र त्यसको लागि चाहिँ एकछिन मैले चाहिँ ग्रुपहरूसँग चाहिँ मिल्नुपर्ने हुन्छ र तिनीहरूसँग के कस्तो तरिकाले गिफ्ट हुन त हाम्रो कुरा त भइसक्यो गिफ्ट कस्तो तरिकाले दिने भनेर र के दिने भन्ने पनि भइसक्यो। तर पनि एकचोटि भेटेर कुरा गर्दा राम्रो जस्तो लाग्यो मलाई। र अहिले मलाई मेसेज गरेको थियो, एकछिन म उसको रुममा पुग्छु। प्लान चाहिँ हुन्छ तपाईँलाई हाम्रो यो भिडियोमा चाहिँ भोलिको दिनको मुभमेन्टहरू फुल यो भिडियोमा तपाईँलाई हामी देखाउने नै छौँ। म चाहिँ अब उसको रुममा पुग्न आँटिसक्यो एन्ड आजको वेदर एकदम राम्रो छ, न घाम छ न गर्मी छ, बादल लागिरहेको छ, मस्त छ। अनि ऊ चाहिँ यता बस्छ, पुग्न आँटिसक्यो उसको रुममा छौँ है। हेलो ब्रदर, वेलकम टु माई च्यानल। हामीले चाहिँ अब भोलिको लागि चाहिँ गिफ्टको लागि चाहिँ अलग्गै प्लान चाहिँ अर्गनाइज गरिसकेका छौँ। तर पनि त्यो प्लानको लागि चाहिँ अब अहिलेदेखि नै काम स्टार्ट गर्नुपर्छ है। हामीले प्लान चाहिँ के कस्तो गरेको छौँ भनेर उसले चाहिँ बताउँछ ल, स्टेप बाई स्टेप। बजार ल भोलिको प्लान गरेँ म। प्लान के होला यार, त्यही अन्त बर्थडे बनाउनु पर्यो केटाहरूको। तपाईँलाई चाहिँ म अब स्टेप बाई स्टेप बताउँछु भोलिको दिनमा चाहिँ हामी कसरी चाहिँ उहाँहरूलाई सरप्राइज दिन्छु भनेर चाहिँ। सुरुमा चाहिँ हामी हाम्रो क्लास हुन्छ बिहान 7 बजीदेखि होइन। अनि 7 बजीदेखि क्लास भएर चाहिँ हामी भन्दा नि ऊ र एउटा साथी तलपट्टि छ, ऊ र त्यो साथी चाहिँ दुईजना मिलेर बिहानै जान्छ। बिहान गएर चाहिँ उहाँ चाहिँ केकको लागि चाहिँ अलरेडी अर्डर गर्छ। अनि म र शङ्कर चाहिँ हामी पछि आउँछौँ लगभग त्यही 6 बजीतिर। अनि गइसकेपछि चाहिँ हामीले चाहिँ भोलिको त्यो क्लासको सरप्राइजको लागि चाहिँ 2टा फ्रेमको फोटो निकाल्छौँ, जो कि हाम्रो जति पनि ग्रुप हामी अहिले सरप्राइज दिन रेडी भएको छौँ सबैको चाहिँ फोटो एउटैमा राखेर 2टा फ्रेम, एउटा शङ्करलाई एउटा सेन्सेलाई मतलब सरलाई चाहिँ। अनि त्यो 2टा फ्रेमको लागि चाहिँ अहिले हामी एकछिन फ्रेम बनाउने ठाउँमा गएर चाहिँ फोटो चाहिँ फ्रेम गरेर चाहिँ राख्छौँ र भरे बेलुका गएर चाहिँ लिएर आएर उसको चाहिँ रुममा छोड्छौँ। अनि भोलि बिहान चाहिँ ऊ जाँदाखेरि चाहिँ फ्रेम लगेर जान्छ फोटो चाहिँ होइन। एन्ड त्यसपछि चाहिँ गएर चाहिँ स्प्रे र केक त अलग्गै भइहाल्यो। त्यो हामी स्प्रेको प्रोग्राम चाहिँ हामी कतिखेर गर्छौँ भन्दाखेरि चाहिँ सेन्सर जब पढाउनुहुन्छ त्यहाँदेखि पढाइसकेपछि सेन्सरको मुड हामीसँगै हिँड्छौँ क्या। जति पढाए पनि याद नै भएन सर, आउँदै आएन भनेर चाहिँ उहाँलाई चाहिँ लगभग आधी घन्टा जति रिटाइदिन्छौँ, उहाँको माइन्ड नै रिटाइदिन्छौँ। देन आफ्टर चाहिँ हाम्रो एउटा सिक्रेट कोड हुनेछ, जो कोड हामीले भन्ने बित्तिकै चाहिँ सँगै सबैले एकैचोटि स्प्रे पुस गरेर चाहिँ सुरुवात गर्नेछौँ। देन आफ्टर केक लिएर कट एन्ड गिफ्ट दिने, त्यो त भइ नै हाल्यो। एकदमै इन्टरटेनमेन्ट हुनेछ, तपाईँले भोलि गरिराख्नु होला। र अब चाहिँ हामी एकछिन तिनीहरूसँग नि भेटघाट गरेर त्यसपछि चाहिँ फोटो फ्रेम गर्नेतर्फ लाग्नेछौँ है त। र हाम्रो भोलिको सरप्राइज अर्गनाइज गर्ने ग्रुप चाहिँ एउटा ऊ पनि हो एन्ड एउटा ऊ चाहिँ हो, एउटा भाइ छ। अब चाहिँ हामीले त सब प्लानहरू रेडी गरिसक्यौँ एन्ड अहिले चाहिँ अब हामी फ्रेम बनाउने ठाउँमा चाहिँ जाँदैछौँ। यो चाहिँ अहिले हाम्रो फोटो फ्रेम गर्ने ठाउँ हाम्रो चाहिँ अहिले चाहिँ आइसक्यौँ र फोटो फ्रेम भइरहेको छ। लगभग यताको काम भ्यायो, त्यसपछि हामी चाहिँ रुममा निस्किन्छौँ। हामीले चाहिँ अब यता फ्रेमको काम चाहिँ भ्यायौँ। अब हामीलाई चाहियो हाम्रो सोरुम बाइकको है त। बाइक किन्न चाहिँ जाँदैछौँ अब हामी। मजाले बाइक गिफ्ट दिने हो भोलि। के गर्छ कुन बाइक दिने भने त्यो त अब गएर सोरुममै हेर्नुपर्छ नि होइन। एक्सपायर दिने के दिने भन्ने छ। अब हेरौँ भोलि केटाहरू हजुरलाई देखाउँदै गर्छौँ हामी। बस हेर्दै मात्रै जानु होला, इन्टरटेनमेन्ट लिनु होला ल, फुल इन्जोय ल। यो चाहिँ हाम्रो बाइकको सोरुम, कसमा आएर हेर्नु पर्ला नि त।
साथी त्यो लागि चाहिँ बाइकको चाबी त रेडी भयो यता हामी लिएर आउँदैछौँ त्यो चाहिँ ओभर रेडी हो होला सरप्राइजको लागि त्यसलाई लागि एकचोटि दिनु ल मलाई नि म पनि यसो चेष्टा गर्छु नि त। हामी चढे यसो बाइकमा यसो एकचोटि ल केटीहरू मात्र नबसाइस् हामीलाई नि बसाइस् न यसो कहिले काहीँ टाइम मिलाएर। बिर्सिने चाहिँ नबिर्स ल सटरडेको फुल प्रोग्रामहरू चाहिँ आज ल्याइसकेको छ अब हामी तपाईँसँग चाहिँ सिधै सर्ने है त ओके अहिले चाहिँ एकचोटि बेलुकाको 12 बजेको छ उसलाई उस पनि अहिले कसरी पनि गरेको छैन कि सो ओए शङ्कर ह्याप्पी बर्थडे ह्यान्डसेक त गर फर्स्ट विसेस हो नि त त्यो गर्छु भन्दैन अगाडि विसेस गरिदिएँ मैले त्यो गर्छु नि र बर्थडे भाइको लुक्स हेलो बर्थडे भाइ हेलो का हाल जी ले वान मोर ह्याप्पी बर्थडे थ्याङ्क यू सो मच। इन्जोय गरेर आज यसको दौड पैसा एक्सपेन्ड गराउनुपर्छ त्यो अब ट्याक्कै क्लास सरपछि लाग्नु लागेको यस्तै के कस्तो हुन्छ है हामी चाहिँ अहिले टक्कै अब बसरमा पुगेछौँ क्या डेली यहाँ बसरमा वेट गर्नुपर्छ यो बाटो हुँदै चाहिँ हामीले जानुपर्छ डेली जाने यस्तो विधि भिड हुन्छ यस्तो विधि भिड हुन्छ खुट्टाले छिटिने भनेर क्या तनाव दिन्छ क्या जसले फाइनली चाहिँ चाहिँ हामी क्लास पुगिसकेको छौँ अहिले सेन्ट चाहिँ आउनुभएको छैन देन आफ्नो सेन्ट आइसकेपछि अब क्लासको प्रोग्राम हुन्छ हामी तपाईँलाई साइलेन्टली सुनाउँछु ल अहिले चाहिँ हाम्रो सेन्ट पनि आइसक्नु भएको छ खराब हाल्यो नि त लेसन वाइजको तिमीहरूले सिकाउनुको कारण त्यही हो 40 भयो 40 ल भन त अहिले 47 निहोङ्गो जापानिज बा निहोङ्गो निहोन भने के हो निहोन भनेको जापान हैन जापान नेपाल होइन नेपाल होइन आज उल्टो उल्टो भइरहेको हो यो छोडे छैन नियम भनेको जापान भने साथले कति गरिन्छ साथलाई गो भन्नु नाटक गरिरहेको एकलाई एकलाई नि नि हैन दुईलाई गो इची दुईलाई इची दुईलाई गो 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 तीनलाई यन चारलाई सान एकलाई एकलाई खै माथिबाट आएर हेलो आएन होला सेन्से देतोमै देशका देतोमै देशका आज देतोमै देशका ल फाइनली केटाहरू अहिले आएको पनि छ के लिएर स्पिडहरू पनि लिएर आएको छ केक पनि लिएर आएको छ कसम केटा मुडी अफ गरिदियो पैसा दिन्छु भनेको होइन भन्छ पर्दैन भने के यहाँ छ त के भन्यो गिफ्ट हो गिफ्ट हो क्या सुन्नु न सुन्नु तिम्रो के म घर सर्ट गरेर जान्छु तिम्रो सर्ट आइहाल है यस्तो गिफ्ट गिफ्टवाले पर्दैन गिफ्टवाले पर्दैन म के भन्नु सट्टै जान्छु तिम्रो तिम्रो गर्छ सिधा आएर है 1 2 Happy birthday to you! Happy birthday, जन्मदिन मुबारक हो सरप्राइज बाकी उसको लागि स्पेशल गिफ्ट चाहिँ मागे नि छ केटा हो जाऊ ल Thank you so much everyone. बिहा कसले भन्नु न हाम्रो गुरु हो
हाम्रो ग्रुपलाई याद गर्नु याद गर्नलाई यही छ त अहिले। याद छ त्यसपछि साइडमा म बुढी यत्रो बुढी हाल्ने यार कसको स्टोरीमा मैले 12 बजे उस गरेछु त मैले फेसबुकमा थ्याङ्क यू सो मच ल केक पनि छ one more cake brother one more cake Happy birthday to you Happy birthday to you Sangat Viraju kota gaya bathroom go gaya to yaar toile याद रहेछ केटाहरूलाई Happy birthday to you, Shankar. Happy birthday to you, Shankar. Happy birthday to you, Shankar. Happy birthday to you, One, 2 3 go शङ्करलाई चढाइदिनुपर्छ पुरा गाउँमै छ नि त्यो पुरै ह्याप्पी वाला बर्थडे ल फेरि अर्को साल मनाउन पाऊँ सकेसम्म हामी यहाँ बस्दै नबसौँ जापान गइहालौँ चलास जापान जलास जापान इन्डिपेन्डेन्स भएन सेतु यार तिमीले त मनै बोलाएन यार के गरेको तिमीले ल्याएको गिफ्ट त मनै बोलाएन धर्दो रहेछ त के धेरै भयो अब ल सेन्ते बदला गिफ्ट हामीले तपाईँलाई दिइसक्यौँ होइन अब तर यसको लागि यति ठुलो गिफ्ट लिएर आएको छु मैले ठुलै छु सायदै यो अहिलेको बर्थडेसम्म पैसा गिफ्ट नदियो म यति ठुलो यस्तो ठुलो छ यसको यसको प्राइस कम जम्मा 1 लाख रुपियाँ जम्मा 1 लाख रुपियाँ जम्मा 1 लाख एकछिन त के रे बाहिर खोल्यो भित्रपट्टि के छ थाहा छ चाबी अनबक्सिङ गरेको भिडियो चाहियो ल यस्तो साथी भएपछि अलि हो कि यस्तो साथी भएपछि अलि हो कि
कैसा लगा मेरा मजाक? ल आजको प्रोग्राम समाप्त हाम्रो बर्थडे सेलिब्रेसन पनि सक्यो यसको साथै ल केटा हो सब्स्क्राइब बाई